मेमुला कहिले आएको विदेशबाट ल भन्दैन भने अत्तो पत्तो। म भर्खर आएको विदेशबाट 20 वर्ष भइसक्यो। तिमी अझ यही घरमा बस्छौ? अब के खान्छस् त? चिसो खाने कि तातो खाने के खानु पर्यो नि त। चिसो खाने लस्टी गर्मी भएर ल चिसो खा। आइज नि त बसौँ के अब उभिएर नै कुरा गर्ने हो त। आइज न धेरै कुरा गर्नु चाहिँ यति दिनपछि भेटेको यार आइज। अनि के हो पैसा त टन्नै गएपछि क्या हातभरि औठी नै औठी। ल मुला रोलेक्स छ हातमा कति पर्यो कहाँबाट किनेको यस्तो खतरा छ त। यस्तो घडी त अहिले कहिले देखेको थियो? यस्तो घडी त कति देखे नि लाउन मन नभएर पो हो त। सिडनीमा मैले 2 रोपनी जग्गा किनेको छु। अहिले उता त अहिले हिउँ परिरहेको छ। नेपाल त लास्टै फोहोर छ यार। या म त गएँ। गयो क्या गएछ बल्ल तल्ल क्या अब विदेशबाट आउने साथीहरूसँग चाहिँ भेटिन्न म फेरि।